ओतमुनतिरको बाली र ऋणमुनतिरको छोरो भनिन्छ नि। ऋणमुनिको छोरो कहिले नि उमो लाग्दैन, त्यसलाई ऋणले गर्दाखेरि ऋण तिरेरै भ्याउँदैन, आफ्नो उन्नति प्रगति नै गर्नै छ। शिक्षा, स्वास्थ्य, सञ्चार सबैको लागि अहिले खर्च नगरी केही पनि हुँदैन। त्यही भएर उसले त्यो ऋणले गर्दाखेरि आफूलाई नि मिलाउन सक्दैन, ऋण पनि म्यानेज गर्न सक्दैन भन्छन्। त्यस्तै ओतमुनतिरको बाली पनि हुँदैन। यो रुखले, यो फुलको हाँगा, यो आँपको यो सानो रुखले न त फल्छ, तल यो जमिन बन्जर राखेर यत्तिकै बाँझोको बाँझो छ। छेउमै कति राम्रो राम्रो लसुन रोप्ने, तोरी लगायतका सम्पूर्ण रोप्नलाई ठाउँ छ भने यतिले गर्दा चाहिँ अलिकति यसले हामीलाई डिस्टर्ब गर्यो। त्यसले गर्दा चाहिँ आज मैले यहाँ भतिजलाई भनेर ल यो चाहिँ ढालिदिनु पऱ्यो बाबु, यसले चाहिँ बाली भएन भनेर ढालिदिनु लाछौँ। अब क्यामेराम्यान म भएपछि बाबुले त बन्चरो चलाउनै पर्यो। त्यही भएर बाली चाहिँ जहिले नि ओतमुनतिर हुँदैन भन्ने कुरो जानकारी होस्। त्यही भएर खेतमा बारीमा जहाँ उन्नति उब्जनी हुन्छ त्यहाँनिर चाहिँ रुखहरू रोप्नु अलि त्यति राम्रो मानिँदैन। रुख रोप्नुपर्छ ठिक्क ठाउँमा, जुन ठाउँमा चाहिँ रुख रोपेर अन्य कुरालाई ह्याम्पर नगरोस्। त्यो भनेर एउटा सानो भिडियो पनि ल्याएको छु। मेरो भतिज बिहान बिहानै आजै भर्खर 7 साढे 7 बज्दैछ, ढालिरहेछ रुखलाई। अनि यहाँ तल चट्ट लसुनहरू, प्याजहरू लगायतका आलु रोप्नलाई अलिकति सहज हुन्छ। यहाँ यत्तिकै बाँझो बसिरहेछ जमिन मेरो। घर उता छेउ, घर पछाडि गयो, रुखले अलि ह्याम्परै गर्यो क्या। ढाल्दै भएपछि ल ल ल ल ल ढलेको अवस्था। अब आज मेरो दिनभरिको काम यही हुन्छ। दिनभरि त कसरी भन्नु, अफिस जानुपर्छ, अफिसबाट आएपछि बेलुका काम यही हुने भयो। ल